राम्ररी बसेर खान जानु न गाउँमा छोडेर खान सक्नु भएन के हो नगर है त आफ्नो भात खा म पर्खेकी छु अहिलेसम्म आउनु भएको छैन मलाई यति भोक लागिसक्यो नि अहिले मैले अब ढिलो पकाएको थिएँ भने चाहिँ कराकुकरा गर्नुहुन्छ के मलाई भएन अप्रिल महिनादेखि चाहिँ बर्खा लाग्यो भन्दा नि हुन्छ पानी चाहिँ कति पर्छ हो राम पर्न थाल्यो भने चाहिँ परेको परे वाक्कै लागेर आउँछ धेरै पानी पर्यो भने पनि र हेलो ब्रान्च स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर र म पनि सन्चै नै छु मौसम चाहिँ यस्तै छ चिसो जाडो एकदम जाडो भइरहेको छ गाइस मौसम चिसो भए पनि जाडो भए पनि गर्मी नै भए पनि आफ्नो काम त डेली रुटिन गर्ने पर्यो होइन अब काम नगरे त कहाँ खान पाइन्छ र काम त गर्नै पर्ने रहेछ एक खालको आजको त मेरो त्यस्तो काम केही थिएन हिजो मैले सबै सनक पारिसकेकी थिएँ अनि आज माथि सफा गरेँ आज सबै थोक सिटिलै छ मेरो आजको बिहानको केही नै काम छैन भन्दा नि हुन्छ तर एकदम चिसो भइरहेको छ कम्मल लिएर सुतिराख्ने जस्तो भइरहेछ अब लास्ट मेरो यो झाडु मार्ने काम छ झाडु माऱ्यो भने मेरो एकछिनलाई काम सकिन्छ अनि फेरि दिउँसोको खाना पकाउनुपर्छ काम त कहाँ सकिन्छ यताउता केटाकेटो के भइरहेको छ होइन अनि त्यही पनि अब अहिलेलाई एकछिन रेस्ट गर्दै काम गर्नु सकिन्छ भनेर र म चाहिँ लाग्छु है अब झाडु मार्न भनेर हाम्रो चाहिँ यस्तै छ सानो किचन छ त्यो पनि यति अलिकति गर्न पनि वाक्कै लाग्छ कहिलेकाहीँ चाहिँ घरमा हुँदाखेरि चाहिँ अब त्यस्तो हुँदो रहन्छ घरमा हुँदाखेरि चाहिँ अब सबैजना मान्छे हुँदाखेरि गर्नै पर्छ भने त होइन उसले एउटालाई गइराख्छ अर्काले बसेको राम्रो हुँदैन अनि सबैजनाले गर्दा लागि गर्दा राम्रो पनि लाग्छ एक्लै हुँदा चाहिँ अल्छी नै मात्रै लाग्दो रहेछ अब काम जति छैन उति अल्छी लाग्दो रहेछ के अब त्यो मलाई मात्रै त्यस्तो हो कि अरूलाई पनि त्यस्तो हो भन्नु मलाई कमेन्ट गरेर अल्छी चाहिँ नभन्नु मलाई तर त्यही हो अब एक्लै हुँदा वाक्कै लाग्छ राम्रो लाग्दैन तपाईँलाई थाहै छ कि हामी मन्दिरमा बस्छौँ भनेर होइन अहिले अब मन्दिरका लागि के चाहियो अरे अनि यो यस्तो सिस्टम चाहिँ मैले देखेको थिइनँ हेर्नुहोस् न यस्तो यो गोबरका छाप्रा जस्ता सुकाएका हुँदो रहेछन् अनि त्यसमा यसरी बालेर अनि कोइला बनाउनु पर्दो रहेछ हवन गर्न कि के गर्न अरे धमाधम छ आज हामी त पण्डित के चम्मच यस्तो धमाधम चल्दैछ अहिले के भन्नुहुन्छ एकदम चल्ने कुरो चाहिँ के हो भने आज हाम्रो उहाँ मेन म्याडमहरू आउनुभएको छ कि कलकत्तादेखि हाम्रो यहाँको मालिकहरू आउनुभएको छ अनि पूजा चल्दैछ अब मन्दिरमा अब मालिक मान्छे आएपछि त अब अलिकति भिन्दै हुन्छ अनि त्यही भएर कुदाकुदी गइराख्नु भएछ अब पण्डित मान्छेको काम मन्दिरमा मेरो त के काम हुनु मेरो आफ्नो काम मैले गरिहालेँ मेरो त किचनको काम रुमको काम भइहाल्यो अनि यो चाहिँ मेरो दायित्व अरे यो जलाउन भनेर दिनुभएको छ यो चाहिँ म चाहिँ ग्यास तालेर जलाइरहेको छु र यो चाहिँ हो हाम्रो मन्दिर र यहाँ हेर्नुहोस् यहाँ जुन चाहिँ बसिराख्नुभएको छ दुईजना उहाँहरू नै हो हामीको मालिकहरू चाहिँ उहाँहरू आउनुभएको र हवन गर्दै हुनुहुन्छ साथीहरू सबै त कामसाम सकेर अनि मैले चाहिँ खानापिना नै बनाएँ खाना बनाएको अहिले लगभग 1.5 घन्टा जस्तो भइसक्यो होला उसले चाहिँ अब हाम्रो चाहिँ फेरि मन्दिरमा भोग नलगाए अब खुवाइ हुँदैन अनि मन्दिरमा अब खाना भोग लगाउन लिएर जानुभएको छ म पर्खेकी छु अहिलेसम्म आउनु भएको छैन मलाई यति भोक लागिसक्यो नि अहिले मैले अब ढिलो पकाएको थिएँ भने चाहिँ कराकुकरा गर्नुहुन्थ्यो के मलाई भएन के गएर म बसेँ कि मोबाइल चलाएर बसेँ कि कराकुकरा गर्नुहुन्थ्यो यस्तो रिस उठिरह नि त अब आउनुहुन्छ म मोबाइल क्यामेरा चालु गरेर राख्छु होइन हेरिराख्नु तपाईँहरू म बोल्दिनँ के गर्नुहुँदो उसले चाहिँ एकखेप आएर रेडी पार्दै गएर म आइहालेँ भनेर जानुभयो अनि मलाई भोक पनि धेरै लागिरहेको थियो अनि मैले चाहिँ छिटो गएर यता रेडी गएर लिएर आएँ हेर्नु न अहिले पनि आउनु भएन अनि म चाहिँ एक्लै खाना भनेर लागेँ खानामा चाहिँ उसलाई पस्किदिएर राखिदिएको छु आउनु भएको छैन आउनुहुन्छ होला नि त पस्की भनेर जानुभयो अनि अहिलेसम्म आउनु भएको छैन म चाहिँ खाना भनेर लागेँ रिसाउनु कि रिसाउनु हेर्दै जानुहोस् के भयो राम्ररी बसेर खान जानु न गाउँमा छोडेर खान सक्नु भएन त नगर है त आफ्नो भात खा त्यो हात अघि बेला ठोकाइराख्नु रहेछ चाहिँ मेरो हातमा अरू दिन ठोकिँदैन थियो त मैले उता जानु हिँड्नु मात्रै नखोज्ने पड्काउँछु नि म तँलाई अब चाहिँ गाइस सो त यस्तो केही पनि भएन
किनभने आज अलिकति बिजी हुनुहुन्छ, बोल्नु पनि भएन, आएर एकदम गपागप खानुभयो। यहाँ सबै थालमा झोलथाल पाएर खाएर उतै निस्केर जानुभयो। अनि हेर्नु न, दाल आज थोरै नै पकाएको थिएँ, बोल्नु पनि भएन, मैले पनि हेरिनँ, दाल सबै खाइदिनु भएको छ। यस्तो रिस उठ्छ मलाई यस्तो खालको बानी चाहिँ। यो बानी चाहिँ साह्रै नराम्रो छ कि उसको, एकदम भाग हेर्नु न, खाना खानु भयो भने अथवा भन्नुपर्छ कि उसलाई राखिदिनु भन्। अब हेर्न सक्नुहुन्न, म पनि खाँदैछु, दाल चाहिँ सबै सकियो, त्यो छैन कि। साह्रै रिस उठ्छ कि। यस्तो हाल्छन् कस्तो हुनुहुन्छ कमेन्ट गरेर भन्नु होला। खाने कुरो त खान पाए भयो, आफ्नो मुख हेर्न पाए भयो कि। अब यो यत्रो भात छ, म यो भात केसँग खानु, त्यही अचारसँग खानुपर्छ। आज फेरि अलिकति बिजी हुनाले पनि यस्तो भएको, नभए त यस्तो के गरिहाल्नु न। अब तर आज चाहिँ अब मन्दिरमा फोनका फोन आइरहेको छन्, मालिकले आउनु भएको छ भनिदिन्छ तपाईँहरूलाई। अनि त्यही मालिकहरूको लागि चाहिँ अब त्यही भएको, अलिक बिजी हुनुभएको छ, अलिक नर्भस हुनुभइछ कि मालिकहरू आएको नि त, अनि त्यही भएर। हुन्छ गाइस, आजलाई यति नै हो। मेरो भिडियो चाहिँ कस्तो लाग्यो त्यो चाहिँ प्लिज कमेन्ट गरेर भनिदिनु होला। र भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ एकदमै नभुल्नु होला। बाई बाई।